Oh, motor. Bishu. Coconut. Why not coconut? My God. दाइले त यार फेरि यारको हान्नु भयो के ए बाप रे बाप बाम त कति ठुलो हो यो मरिसक्यो सो हे एभ्रीवन वेलकम टु माई च्यानल इट्स मी अमित मगर र आज चाहिँ हामी चाहिँ एउटा स्पोर्ट खोज्न हिँड्दैछौँ किनभने आज चाहिँ हामी नि नाइट फिसिङ गर्ने भनेर स्पोर्ट खोज्न हिँडेको छौँ म र प्रदीप दाइ तर यहाँबाट चाहिँ बाटो रहेछ साधन ल्याउने तर यहाँ चाहिँ यो ढुङ्गा ल्याएर राखेर बाटो चाहिँ हामीले स्कुटर चाहिँ उतै पार गरेर हामी चाहिँ यहाँ बाटोमा हिँडिरहेको छौँ आज नि हार्न पर्ने हुन्छ अस्तिको जस्तो तर अस्ति चाहिँ हामी नाइट फिसिङ सहित क्याम्पिङ आएको तर आज चाहिँ नाइट फिसिङ गर्ने भनेर आएको आज चाहिँ तर अस्ति नै चाहिँ तर त्यो नाइट फिसिङ गर्ने भनेर चाहिँ आएको थिएनौँ कि तर जस्ट एकछिनलाई जाम भनेर मात्रै आएको थियौँ तर आज चाहिँ त्यही हान्ने भनेर मार्ने भनेर आएको अस्ति चाहिँ हामी अलि उता बसेको थियौँ त्यसकै साइडमा चाहिँ आज हामी खोज्दैछौँ तर यहाँ पनि बस्ने ठाउँ त ठिकै छ यहाँ बस्यो नि भयो होइन यहाँ हामी अर्जन तर आज चाहिँ हामी 4-5 जना हुन्छ मलाई अस्ति चाहिँ हामी 3 जना मात्रै थियौँ र हाम्रो एउटा विवेक दाजु चाहिँ दसैँ मानेर अब जानु भइसकेको छ आज भोलिमा दाइको चाहिँ फ्लाइट रहेको छ तर हामी दाइले धेरै मिस गर्छौँ अनि धेरै पलहरू दाइहरूसँग बितायौँ रमाइलो गऱ्यौँ त्यही हो अब सम्झिरहन्छौँ अहिले पनि सम्झेको छौँ हामीले आज हामी बाहिर आउँदैछौँ नि त र यहाँसम्म त हामीले स्कुटर मजाले ल्याउन सकिन्छ तर स्पोर्ट चाहिँ हेर्नु पऱ्यो अरे त्यो बिचमा नि बस्न सकिन्छ हामी बजार जस्तै घर रहेछ कि उता त बजार जस्तै घर रहेछ पारि जाऊँ न त ढुङ्गामा टेक्दै जाऊँ के भएर थाल थापेको होला क्या पक्का उता पारियो थाल थापे कि अब के थाप्नु भयो माछा चाहिँ मार्नु भएको होला पक्कै हेर्दा चाहिँ त्यस्तो देखियो क्या ए अहिले यो दसैँपछि त ब्याङ्क कति भिड हो ए रामा यार डेन्जर भिड छ हो ब्याङ्क त यार अब कसरी जाने पो भयो अब म चाहिँ यताबाट जानुपर्छ कि अब यताबाट जान्छु यार यताबाट त्यता हुँदै जानु पर्यो म चाहिँ यताबाट नि छ नि त मैले बाटो त फेरि निकालिहाल्छु क्या दसैँ अनि स्याट्टा 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 पारी चाहिँ अब जम्प हानिदिनु पर्ने हुन्छ उता सु यहाँबाट सिधै त्यहाँ 1 2 3 गो 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 अब यहाँबाट त्यहाँ पारी 1 2 3 पारी क्यारी जाने हो माछा यता नभने यो साइडमा पनि ढुक्क हो क्या बबाल छ त्यहाँ ढुङ्गा त खतरा नि त ढुङ्गा यहाँ डिजाइन हाने जस्तरी क्या हातले डिजाइन हाने जस्तरी खतरा मौसम चाहिँ अस्तिको राति जस्तो भयो भने नि खतरा मजा हुन्छ यहीँ माछा छ होला कि यही खोलामा छ होला माछा त यार विवेक दाजुको विवेक दाजुको कुरा गर्दै थिएँ ठ्याक्कै विवेक दाजुले फोन गर्नुभएछ के हुँदैछ कुरा अब अहिले
फोन राखेपछि सोध्नु पर्ला होइन माछा त यत्रो यत्रो सानो सानो बच्चा नि यहीँ रहेछ अब कि अब प्यान्ट उचाल्ने जाने अब जसै खोला त तर्नै पर्यो हौ हिँड्दै तर्नु पर्ने भयो नि त यहाँ तरेर ठ्याक 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 गरेर जानुपर्ने हुन्छ न त यताबाट गयो नि त के विवेक दाजु कति बजेको फ्लाइटले एयरपोर्ट पुग्यो अरे ल म ठ्याक्कै विवेक दाजुकोलाई कुरा गर्दै थिएँ नभन्दै फोन गर्नुभएको छ कि आयु लामो मैले भन्दै कति मिस गर्थेँ यताउति भनेको त ठ्याक्कै फोन गर्नुभएको छ भिडियो हेर्नु भयो भने धेरै 2 भाग लाउनु होला एउटा तेरो र मेरो एउटा आयुष र तपाईँको होइन 4 भाग भने यहाँ त अलि माथिबाट तर यहाँ त घाल्दै फाल्टो छ क्या भिजिन्छ क्या प्यान्ट खै म त माथिबाट जान्छु कि त्यत्रो गाडे छ खै म त माथिबाट जान्छु यहाँबाट हल्का माथिबाट बस्नु आउँदै यहीँ नै छ त भइहाल्छ नि यहाँ त यो भेलकामा कस्तो होला तर त्यही हो कि उस हो कि फेरि हामी अडिन पर्यो अडिन सक्नु पर्यो र चस्मा के अलिक टाइट हुनु पर्यो कि यस्तो भेलकाले त त्यो सानो चस्मा हुन्छ नि त त्यो स्विमिङमा लगाउनु जस्तो हुन्छ चस्मा पनि अब ठुलो त अब यहाँ सेङ्जामा पाइन्न पोखराबाट मगाउनु पर्छ अब मगाउने नि कसलाई मगाउने सरी आफै गएर बस्ने ठाउँ त त्यो यस्तो झारपात भन्दा त उसमै ठिक हुन्छ होला बालुवामै यस्तो झारपातले अलिक कोप्छ पनि बालुवामा त्यति साह्रो हुँदैन नि त अब बालुवामा अहिले यस्तो तात्यो बेलुका हामीले हल्का भयो नि तातो त गर्छ होला नि त यो झारपातले अब किरा उकुरी के आइहाल्छ हट बस्ने ठाउँ त इनफ रहेछ हौ के माछा यो रौँ यो रौँमा त आज त ढुक्का हाल्नुपर्छ यो रौँमा त आएको नि छैन होला मार्न यहाँदेखि जाल त थापे रहेछ त्यहाँ ढुङ्गा देख्नु भयो त्यही भएर अघि मान्छेहरू आएको जाल थापे उहाँ थापे उहाँ ढुङ्गा नि छ थापे रहेछ यहाँ तर केही भएन यहाँ हेर्न त हेर्ने हो क्या जसो हेर्ने हो यो माथि माथि उतै सामान गए पनि ढुक्क पाइन्छ क्या माछा त फर्किन्छ उहाँ कपडा हो कि मान्छे उभिए जस्तै देखियो है त्यहाँ माथि उहाँ माथि देखियो क्या उहाँ देखियो तर अघि मासतिर त ठुल्ठुलो भेल्का रहेछ यार त्यही नि एकचोटि ट्राई त गर्नु पऱ्यो मान्छे समातेर क्या माथितिर त ठुलो भेल्का क्या पारी पनि भेल्का त ठुलै हो हेर्नु न कस्तो बग्यो हरियै देखियो कालै हरियै देखियो अनि त्यस्तै त झुक्केको नि यस्तो भयो क्या कालै देखिएको है अँध्यारोमा अनि अब गइरह भने हामी गएनौँ हामी फर्स्ट टाइम गएको नि त अस्तिको ठाउँमा त्यो पनि अनएक्सपेक्टेड भेटेको कि त्यो ठाउँ फेरि यसो हिँड्दा गजाम हिँड्न भन्यो यस्तो बवालको ठाउँ त त्यस्तो हामी अहिलेसम्म पाएको थिएन कि त्यति राम्रो पानी पनि धेरै टाढा नै खोला पनि यति नजिक अहिलेको हामी बस्न लाग्यौँ भने नि अहिले नि नजिकै छ खोला त त्यति साह्रो टाढा पनि छैन तर अस्तिको पनि एकदम राम्रो थियो क्या त्यो यहाँ त अलि सकिन्न होला दाइ यसमा त यो भेल्कामा त
अलि यता यता जान सक्छु भने त्यहाँ तर घरमा मिल्छ मिल्न त मिल्यो ऊ त्यता कि उताको उता खाल्डोमा राति राति त्यस्तै मात्रै बस्ने क्याप क्यापमा त अनि बस्ने बिचमा बस्दैन कि धेरै यहाँ त मजाले सकिन्छ छैन त्यो पारी जानु पर्यो उताको कुनाको पारी दुईजना जानु पर्यो तर यो उयो उसमा त पक्का होला यार थाप्न त थापिदिएछ के अरे उहाँ मान्छेहरू त हरियो उहाँ माथि माथि त्यता पनि रहेछ होइन त्यता पनि रहेछ क्या ढुक्क हेर्ने क्या बेलुका यहाँदेखि यहाँसम्म उता खोला पनि त छ बाम उता खोला नि छ बाम उता पाइन्छ होला यता चाहिँ त्यति साह्रो पाइन्न होला बाम उता त पक्का पाउँछ बाम यहीँ हो माछा के उही भर्खर यार माछा त यही सानो खोलामा पनि छ के यार मार्ने भयो त तर केही होइन हामी बेलुका हेरिन्छ अब कहाँ जाने फार्म फार्म अब हामी चाहिँ दाजुको फार्ममा जानु लागेको छौँ र फार्ममा चाहिँ हाम्रो सुँगुरले सानो बेबीहरू पाएको छ कति भयो भन्दा 3 दिन भयो क्या अस्ति भनेपछि आज 4 दिन हुन्छ होइन आज 4 दिन हुन्छ कि 3 दिन रे 4 दिन कि 3 दिन रे ए 4 दिन हो क्या हो के 4 दिन हुन्छ क्या आज चाहिँ 10 वटा भएको छ 6 वटा 4 वटा केटी 6 वटा केटा भन्नु झैलाएको थियो के अरे केही छैन अहिले हजुरलाई वहीँ गएर देखाउँछु तर यो स्पोर्ट अब सिधै हामी फार्ममा गएर भेटौँला है त स्टे ट्युन ल है त ब्याक टु फार्म आइसक्यौँ हामी पिग फार्म तपाईँलाई अब देखाउँछु म सुँगुरको घर जति नि छ हिजो पनि खाएको बेलौती कतिवटा पाएन 15 अहिले कतिवटा पायो त ठुल्ठुलो पाए है सुरुमा निकाल्नु हो भने ठुलो थियो उहाँको अङ्कलहरूले पनि पाएछ ल हेर्नुहोस् ल आमा त बिन्दास सुत्दै त्यहाँ ए बच्चाहरू आत्तेर होटल चाहिँ क्या त्यहाँ फेरि बानेर रहेछ कि भोग लाएर होला नि त होइन कि क्याउ गर्यो ल सुत ल त हामी चाहिँ सब काम सकेर हामी चाहिँ लाइट किन जान लागेको छौँ एउटा दोकानमा होइन हिजो हेरेको थिएँ मैले चाहिँ होइन राम्रो थियो बाहिरबाट हेर्नु चाहिँ राम्रो थियो अब भित्रमा गएर खोल्दा चाहिँ कस्तो छ हो यसमा पसलमा आइसकेको छ आन्टी हिजो लाइट हेर्न आएको थियो त्यो यो लाइट के कतिसम्म मिल्छ अरे यो लाइट 2 त लगायो भने त्यही हो के त खाली थियो त यो हो क्या मिल्दैन त खतरा हुँदैन अरे कति खप्छ नि दिदी कति घन्टा खप्ला हजुर बेटी उस छैन त साइकको नभए सिल प्याक छ भनेको सुन्नु भएन बेटी म त यो प्रुफ होला नि बेटी सिल प्याक हो कि यो केही फरक पर्दैन होइन निकाल्दिउँ है लाने भयो भने त निकालौँ लानु त जसै लैजाने
पनि छैन कि त्यो त खाली छ ल गयो त आन्टी ल अच्छा ल हुन्छ भयो आन्टी यार नेक्स्ट टाइम यति लिएर हान्न पर्ने हुन्छ 150 का अब यहाँ कति भन्छ मसँग छ कि तिमी छोडेर हिँड्छौ मलाई थाहा थियो त्यो हो र कार आयो अनि यहाँ आएर खोज्ने हो त अनि साइकल सिधै घर भेटौँला है त गाइस अब हामी चाहिँ हिँडिसकेको छौँ यहाँ चाहिँ डबल लोड सामान एउटा यहाँ छ एउटा त्यहाँ छ र हामी चाहिँ अब यहाँ चाहिँ 3 जना यहाँ ट्रकमा म्याट भेट्ने हजुर झोला कि म बस्नु पछाडि ल ठिकै छ झोला भिड उसान भयो डाउडा अब सिधै हामी स्पोर्टमा गएर भेट्छौँ है त चाहिँ एउटा साधन यहाँ छोडेर हामी चाहिँ हिँडिसकेको छौँ खोलातिर ठुलो बेसी र दोकानको बिचमा ठ्याक्क छुट्टे हो माथि थाहा थियो औ हिँड न म देखाइदिन्छु के 2टा खोला तर्नी हो के सानो हो त्यही त भनेको त खोलाको बिच यहाँ यो माछा त आँखा जान्न क्या अहिले यी ठुलै रहेछ हौ त्यो त उताकोमा हो के पाइप पनि फुकाल्नु गहिरो छ के गहिरो छ मेरो उस ल्याइदिएछ ए बा लास्टै चिप्लो छ उतातिर छ के ल सिधै अब माथि भन्दा चाहिँ खोलामा उता स्पोर्ट बिचमा गएर भेटौँला यो त लास्टै चिप्लो हो के ए चाहिँ यहाँ ट्याक्क आगो बालेर आगो बालेर ट्याक्क टोलीको तेल ज्यानमा लगाइसक्यो मैले त अब टल्किसक्यो यो अब यो चाहिँ उसको होला मैले चाहिँ आज हामीले चाहिँ यो ट्याक्क जुत्ता लगाएर हान्न पर्ने हुन्छ त्यो अर्को चाहिँ मेरो हो एउटा कुन हो तिमीले नयाँ बनाएको हान्न क्या आइस लगाउँदैनौ तेल अझै टाउकोमा लगाउनु पर्छ कि हल्का तेल लगाएको के अरे चल्दी भयो त ज्यानमा कपालमा झारपात अस्तिको जस्तो ल सिधै खोला गएर भेटौँला है त हामी चाहिँ अब निस्किसक्यौँ यहाँ राखेँ हामीले सब सामानहरू अब यहाँ बल्दै गर्छ कोइला हुँदै गर्छ यति भएपछि कोइला हुँदै गर्छ अब मेरो तिर्छ यहाँ छ दाहरू उहाँ जानु भइसक्यो अब म पनि जानुपर्ने हुन्छ मैले चाहिँ आज चाहिँ जुत्ता कसेर ट्याक्क रनिङ जाने जुत्ता लगाएर हिँडेको छु जानुपर्ने हुन्छ उहाँ माथि हो ढुङ्गा देखेको खतरा खायो क्या त्यहाँ त अहिले खोलामा एकचोटि पसेपछि हुँदैन हो के गरे मोबाइल राख्दैन हजुरले ल हामीलाई मार्ने खोला चाहिँ तपाईँहरूलाई मैले अघि नै दिम्सै देखायो होला के अरे यही खोला हो हेर्न सक्नुहुन्छ अहिले त देखिएन अँधेरोमा तर हो यही हो खोला तेरिका पार्टीहरू
सबै यहीँ छन् 4 जना अनि मसँग चाहिँ 5 जना ए बाप रे बाप बाम त कति ठुलो हो यो मरिसक्यो खतरा मारेछ नि यार चस्माले भेन हाम्रो त हे तेरिका कत्रो या आमा आलम नकाम न है तेरिका सर्प जस्तो यार हातै काटे हात काट्यो केले उसले बामले माई गॉड दाइले त यार फेरि अर्को हान्नु भयो के यो मार्नु पर्यो यसलाई मुनि यत्रो बामै दिएन टाउकोमा मारिस त्यो जालमा नि फाल तु दाइले चाहिँ उताबाटमा फाल भाइ फाल 1 2 3 गो फाल यता फाल्यो इस माथि दाइले चाहिँ खतरा ठुल्ठुलो अघिको त्यो बाम पनि दाइले मार्नु भएको कि मारे मनी सलत्त कुनामा हो दाइ कुनामा होइन ढुङ्गा मुनि बसेको थियो डुबेर हानेको त्यो बाम त भेट्टा सानो भेट्टा थियो अघि है खतरा है तेरिका यहाँको माछा निकाल्दिने हो र त्यो के अलिअलि छोडिदिने फसिन त फसेर बसेको तर दिन गऱ्यो जान भित्र समात्न पनि कस्तो हुने हो मार न अलि यो त मरे छैन क्या अलि माथिबाट आएर मर्ला ए खस्ला दुईटा ठुलो भयो यार 1 किलो त भयो होला होइन आधी किलो भयो ती दाउरा बटालिरहेछौँ अब हाम्रो चाहिँ अब रेस्ट टाइम रहेको छ र दाइले चाहिँ नि यहाँ ठुलो डेन्जरै ठुलो मोडा बोकेर हिँडिराख्नु भएको छ ल हामी चाहिँ यता ओइ लाउच्च कि क्या हो त्यो मैले नि बोक्थेँ होला तर मैले झोला पनि भिरेको माछा पनि ल्याएको अनि सानो तिनो दाउराहरू पनि लिन्छु कि सो त्यही भएर मैले चाहिँ धेरै दाउरा ल्याएन मैले फेरि सबै भिरेको नि त यस्तो यस्तो झारपातहरू डाँठहरू चाहिँ लिइराखेँ मैले केही पनि होइन हौ तपाईँलाई होइन हाम्रो बाटै नदेखिने यार है त्यतै पाल्नु पऱ्यो यस्तो लिनुहुन्थ्यो तर सबै उस भइसक्यो हामी त धेरै माथि आएर रहेछौँ है सायद अस्ति नै नि यस्तरी हिँडेको त हामीले खोलामा ढुङ्गा खोज्दाखेरि यस्तरी नै हिँडेको थियौँ यार त्यही याद आयो मलाई त ओइ हा अहिले बोल्छ क्या खतरा ठुलो रहेछ यार हो यत्रो माथिसम्म छ यहाँदेखि के नि हुन्न ल जाम ए बाबा बस्ने सुत्नै पर्ने लाउच्च कि भनेर के भयो सबै निभेछ किन माथि राख्नु कहाँ थियौँ छ अरे यहीँ रहेछ लाइटर बाल नि त अनि आयो माछा गोजीबाट छैन त्यो बाम मरेको मस्त मजा आउँछ यही अब ल त आज हाम्रो खाजा चाहिँ समोसा रहेको छ अनि च्याउ छ अनि बिस्कुट र डालमोट छ त्यही हो पर्छ नि त्यत्रो हिँडालेपछि अनि
खान पर्यो आइस खुट्टा धुन गयो के आएको झारपात अनबक्सिङ हुँदैछ माछाको खाजामा चाहिँ आजमा अस्तिको जस्तो मासु भएन आज टाइम भएन बिस्कुट कोकोनट वाइ नट कोकोनट ओइ मट ओइ ओइ मसला ठिकै हो तै पनि म नमरेको के यो बाम कुलले उनी त फेरि दुईटै मैले हो साले कति चाहिँ यो बाम एउटा भन्दै पछि आएको के ओए मासु थै यत्रै बाम फुट्किने यत्रै थियो के पछि अघि हानेको नि खतरा भयो खतरा छैन त मैले मारेको अनि यो पनि हेर कस्तो खतरा हो के यस्तो माछा त्यो कुनामा छ कि डेन्जर छ अत्रो त्यो बनियो सड गाह्रो बिचरा के हुन्न हेत्तेरिका मैले गरेको यहाँ फोका उठेको यार हेत्तेरिका यस्तो काम गर्ने धेरै पछि गरेर हो क्या रातै भयो क्या त्यो रातै भएर पकुन्डा उठेको ल ठिक छ पार्टीहरू त ए झुल लान्छ पार्टीहरू त ल गाइस आजलाई भिडियो चाहिँ यति नै रह्यो र भोलि फेरि आउने न्यू ब्लगको साथमा भोलि फेरि आउनेछु तपाईँहरूको सामु र अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र डु नट फर्गेट टु डु लाइक कमेन्ट सेयर एन्ड जय श्री राम।